तपाईँ जिममा कतिको मोटिभेटेड हुनुहुन्छ भन्ने कुराले चाहिँ तपाईँको वर्कआउट पर्फर्मेन्समा धेरै फरक पार्न सक्छ। हामीले मम्मीहरूले आफ्नो छोरालाई बचाउनको लागि कारै उचालेको स्टोरीहरू सुनिरहेको हुन्छौँ नि। द्याट इज बिकज हाम्रो मोटिभेसन भएको बेला चाहिँ हामी स्ट्रङ्गर हुन्छौँ। दिस इज बिकज मोटिभेसनले हाम्रो मोटर युनिट रिक्रुटमेन्टलाई बढाउँछ, हाम्रो पर्सेप्सन अफ एफर्टलाई घटाएर। मतलब हामीले कतिको एफर्ट लगाइरहेको छौँ भन्ने कुरा। हामीले हाम्रो सेटमा फेलियरसम्म जानु भनेको हाम्रो मसलले फोर्स प्रड्युस नगरेर होइन। खासमा यसको रिजन भनेको चाहिँ हाम्रो ब्रेनले चाहिँ एउटा म्याक्सिमम टोलरेबल पर्सेप्सन अफ एफर्ट रिच गर्छ। मतलब त्यो पोइन्टदेखि चाहिँ तपाईँको ब्रेनले फिजिकली पुसै गर्न सक्दैन। त्यही भएर हामीले हाम्रो पर्सेप्सन अफ एफर्टलाई घटाएर मोटिभेसनलाई बढायौँ भने चाहिँ हामीले मोर फाइबरलाई रिक्रुट गर्न सक्छौँ, विच विल प्रोड्युस मोर फोर्स। र स्टडीहरूले चाहिँ के पनि देखाएको छ भने तपाईँको छेउमा कोही मोटिभेट गर्ने मान्छेहरू थियो कि नभए तपाईँले आफ्नो फेभरेट म्युजिकलाई सुनिराख्नु भएको छ भने चाहिँ तपाईँको पर्फर्मेन्स इन्क्रिज हुन सक्छ। अब मोटिभेसनलाई इन्क्रिज गर्नेको चाहिँ धेरै तरिकाहरू छ। यसको लागि तपाईँले आफूलाई मोटिभेट गर्ने खालको वर्कआउट पार्टनर खोज्न सक्नुहुन्छ। तपाईँले मनपर्ने वा मोटिभेट गर्ने खालको म्युजिक सुन्न सक्नुहुन्छ, कि नभए तपाईँले आफूलाई मनपर्ने एक्सर्साइज चुज गर्न सक्नुहुन्छ, इभन दो इफ इट्स नट अप्टिमल। र तपाईँले जिममा गर्ने एक्सर्साइजहरू कि नभए तपाईँको वर्कआउट रुटिन कि नभए तपाईँको डाइट, यस्तो कुराहरू चाहिँ तपाईँले इन्जोय पनि गर्नु पर्यो क्या, टु मेक इट सस्टेनेबल इन द लङ रन।